नमस्ते मेरो साथीभाइहरू सम्पूर्ण दर्शकवृन्दहरूमा। आज रामेछापदेखि काठमाडौँसम्मको यात्रा गर्दैछु। यो चाहिँ रामेछाप वार्ड नम्बर 9 का पहाड हो। यो धेरै सुन्दर दृश्य देखिन्छ यहाँबाट। त्यो डाँडो चाहिँ रामेछाप बजार हो। त्यसपछि हामी जाँदैछौँ यहाँबाट चाहिँ कहाँ भन्दाखेरि खुर्कोटसम्मको यात्रा। अनि यो चाहिँ हाम्रो वीरेन्द्र सरकारले बनाउनु भएको रहेछ यो पुल, झोरलिङ्गा पुल। 2062 सालमा होला सायद यो बनिएको। यो सुनकोशी नदी हो। अस्तिको असारमा बाढीले धेरै क्षति गरेको रहेछ यहाँ। एकदम डरलाग्दो छ यो ठाउँ। यो पुललाई पनि धेरै क्षति गरेको रहेछ। कति नट बोल्टहरू यसको त्यो पनि छ, नट बोल्टहरू झरेर। अनि त्यो छेउको कुनामा चाहिँ तपाईँको त्यो के भन्छ बाँस राखेको रहेछ। यतिखेर पनि पानी पहाडमा परेकोले के भन्छ बाढी आइरहेको छ। पानीको रङ रातो रातो छ, धमिलो। यहाँ हेर्नुहोस् बाँस राखेको देख्न सक्नुहुन्छ तपाईँले। बाँस राखेर बाटो आवाज गर्नको लागि। त्यो छेउमा चाहिँ तपाईँलाई के भन्छ त्यो छेउको कुनामा हेर्नुहोस् त, त्यहाँ बाँस राखेको देख्नुहुन्छ तपाईँले। यो माटो माथिबाट पहिरो गएको रहेछ। बाटो ब्लक भएको कारणले गर्दाखेरि त्यहाँबाट झारेको रहेछ सायद, त्यहाँ जम्मा लाग्छ मेरो चाहिँ विषयमा। अनि हेर्दै जानुहोस्, यहाँ बाँस राखेको देख्नुहुन्छ तपाईँले त्यहाँ बाटोमा। डरमर्दैछ नि यात्रा गर्नलाई। अब चाहिँ त्यो पुल कटेर हामी खुर्कोटसम्मको बाटोमा अब चाहिँ कालोपत्रे सडक भेटियो। रमाइलो छ दृश्यहरू साथीहरू। यो चाहिँ खुर्कोट जाँदै गरेको अवस्था हो। यो बाटो त भोजपुर पनि पुग्छ भन्ने सुनेको छ। कहाँसम्म जान चाहिँ गएको छैन, त्यही पनि हेरौँ कहाँसम्म पुगिन्छ थाहा छैन। हेर्नु साथीहरू, हरियो वन नेपालको धन। तर यो पूर्वको जस्तो डाँडा काँडामा चाहिँ हरियोहरू त्यति नदेखिने यताको डाँडा काँडामा। ओके साथीहरू, धेरै धेरै धन्यवाद हेरिदिनु भयो। हेरेर केही प्रतिक्रिया दिनु होला। अझै बेस्ट दिने प्रयास गर्दैछु। हेर्दै जाउँ कतिसम्म हुन्छ। धन्यवाद। हेरिसकेपछि चाहिँ लाइक एन्ड सब्सक्राइब गर्नु नबिर्सनु होला।